फेरि सिधा 3 पटक गर्छौं है त फेरि सिधा खुट्टालाई परिवर्तन गर्नुस् त दाहिने खुट्टालाई सिधा देब्रे खुट्टालाई यहाँ राख्नुस् र त्यस्तै गरी दाहिने हातले पनि दाहिने पैतालामा यसरी समाउनुस् ठक्क श्वास तान्दै यहाँ सिधा आउने है अनि श्वास छड्दै 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 पुरा माथि सिलिङमा हेर्ने घुँडा नखुम्चियोस् श्वास तान्दै सिधा फेरि यसरी पनि 3 पटक ओके हो कति फास्ट है सुन्दर ल दुवै पैतालालाई यस्तो सिधा राख्नुस् त टक्क खुट्टा जोडेर राख्नुस् है ढाडको समस्या छ भने धेरै जोड नगर्नुस् है ठिक्क गर्नुस् अथवा अगाडि झुक्दाखेरिमा यो जाङको भाग झुक्ने मैले जहिले पनि त्यही भन्छु हैन शिरलाई निधारलाई झुकाउने हैन चिम्रोलाई झुकाउनुस् भन्छु हैन ल हातलाई सिधा माथि श्वास तान्दै 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 माथि श्वास छड्दै 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 तल श्वास तान्दै छड्दै तान्दै फेरि एक पटक ओके ल यसैमा दुवै खुट्टालाई फैलाइदिनुहोस् त अलिकति फैलाउनुहोस् टक्क जति जान्छ है आफ्नो क्षमता अनुसार है आफ्नो क्षमता हरेक कुराहरू आफ्नो क्षमता अनुसार गर्ने है सक्नुहुन्छ पैतालामा यहाँ खुट्टाको बुढी औँलामा समाउनुहोस् घुँडा नखुम्च्याइकन सक्नुहुन्न पिँडौलामा समाउनुहोस् त्यो पनि सक्नु भने घुँडामा समाउनुहोस् केही फरक परेन है क्षमता अनुसार मात्रै टक्क अब माथि हेर्ने माथि हेर्दै 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 अगाडि झुकाउने शरीरलाई पुरा माथि हेर्दै अगाडि झुक्दै श्वास तान्दै सिधा फेरि श्वास तान्दै सिधा एकचोटि फेरि ओके प्रयास जारी छ